हाम्रो गणतन्त्रलाई चाहिएको लिडरशिप जुन थियो त्यो नालायक भयो। त्यो राज्य दोहनतिर लाग्यो, जसले गर्दाखेरि यो रोजगारी र सुशासनतर्फ त्यसले लागेन। सत्तामा रहनका लागि उसले राज्य दोहन गर्नु पर्यो। किनभने मैले पटक पटक भन्ने गरेको छु, मान्छेहरूले भन्छन् यो देश यसै बिग्रेको हो भन्छन् कतिपय मान्छेले, त्यसो होइन। नेताहरूका धेरै ठुला प्रयत्नले यो देश बिग्रेको। तिनले कम्ती मेहनत गरेका छैनन् यो देश बिगार्नका लागि, राजनीतिमा रहेर। यस अर्थमा यो जुन राज्य दोहन गर्ने नेतृत्व, मैले पटक पटक भनेको छु कि पुँजी नाफा, खास गरी अझ अर्थशास्त्रको भाषामा भन्ने भने नाफा कमाइरहने, उद्यम नखोल्ने पुँजीपति, नकमाएको सम्पत्तिमा बाँच्ने लिडरशिपको यो गठबन्धन, जसलाई मैले दलाल पुँजीवाद भनेको छु, त्यसबाट यो सबै रोगहरू, यो सबै पापहरू भन्नुहुन्छ, राष्ट्रको विकासका सन्दर्भमा भन्नुहुन्छ भने यो सबै पापहरूको बाउ त्यही हो, आमा त्यही हो। त्यहाँबाट सुरु हुन्छ, जसले हाम्रो उद्यमलाई रोक्छ, जसले हाम्रो सुशासनलाई रोक्छ। विश्वसनीय, जवाफदेही र पारदर्शी पत्रकारिता सेतुमसी.com